नमस्कार। म डाक्टर मोहन विश्वकर्मा। सदा जस्तै आज पनि म यस 6 बजिसकेको छ ओमानमा चाहिँ अहिले हामी चिया गफमा लागिरहेका छौँ। मसँग सँगै हुनुहुन्छ डाक्टर सुनिल कुमार दाजु। उहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। डाक्टर साहब नमस्कार। नमस्ते। विभिन्न विषयवस्तु हामी छान गर्छौँ कार्यक्रममा यो चिया गफमा चाहिँ। र आज चाहिँ मैले विशेष आज क्लिनिकल कुरा चाहिँ म तपाईँसँग गर्न गइरहेको छु। यो बदलिदो परिस्थिति, बदलिदो खानपानसँगै नेपाल लगायत र ओमान लगायत विभिन्न विश्वका विभिन्न मुलुकहरूमा यो छाती दुखाइ, चेस्ट पेन चाहिँ एउटा कमन प्रब्लम देखा परेको छ। आजको चिया गफमा म चाहिँ यही वरिपरि रहेर हजुरलाई प्रश्न गर्नेछु। ठिक छ नि डाक्टर साहब? ठिक छ। हस्, हजुरले समय उपलब्ध गर्नुभएको छ, त्यसलाई धेरै धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिला त म सबैलाई सोध्न चाहेँ, छाती दुखाइ, चेस्ट पेन यसका कारणहरू के हुन सक्छन्? धन्यवाद डाक्टर मोहन प्रश्नको लागि। हजुर। फेरि पनि सबजनालाई नमस्ते। छाती दुखाइमा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि यो सामान्य समस्यादेखि लिएर ज्यानै जान सक्ने गरेको समस्याहरू चाहिँ यो छाती दुखाइको कारणहरूभित्र पर्छ। अब यसमा चाहिँ चिकित्सकको नाताले चाहिँ हामीले छाती दुखाइमा जस्तै मुटुको समस्या, तपाईँको फोक्सो सम्बन्धी समस्या, कहिलेकाहीँ अरू सिस्टमहरू पनि जस्तै तपाईँको हाम्रो ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टमको कुरा हुन्छ, कहिलेकाहीँ चाहिँ चेस्ट वालकै कुरा होला, कहिलेकाहीँ स्किन रिलेटेड प्रब्लम होला। त यो चाहिँ तपाईँको एकदमै स्पेक्ट्रम हाई छ। भन्नुको मतलब केही सानो समस्या मात्रै हुनसक्छ र कहिलेकाहीँ चाहिँ यो एकदमै जटिल समस्या ज्यानै लिन सक्ने हार्ट एट्याकहरू या केही इमर्जेन्सिजहरू जस्तै न्युमोथोर्याक्स, पल्मोनरी एम्बोलिजम जस्ता एओर्टिक डिसेक्सन जस्ता चाहिँ एकदम लाइफ थ्रेटनिङ, एकदमै समस्या लिएर आउनु ज्यान जान सक्ने जोखिमपूर्ण कारण हुन सक्छन्। डाक्टर साहब तपाईँले भनिराख्नुभयो सामान्य कुरा चाहिँ हुन सक्छ, जस्तो छालाको समस्याहरू, कहिलेकाहीँ छातीको समस्या, हाम्रो श्वास प्रश्वास सम्बन्धी समस्या, मुटुको समस्या भनेर भनिहाल्नुभयो। र हाम्रो जनमानसमा के छ भन्दा डाक्टर साहब, यो हार्ट एट्याक भन्ने मान्छे एकदमै डराउँछन् र यो जोखिमपूर्ण पनि छ। भनेपछि यो हार्ट एट्याकबाट हुने दुखाइ, छाती दुखाइ र अरू दुखाइमा कसरी हामीले फरक छुट्याउन सक्छौँ त? एकदमै राम्रो प्रश्न गर्नुभयो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै छातीको दुखाइ भइसकेपछि चाहिँ हाम्रो दिमागमा आउने भनेको अब यो चाहिँ के हो, पल्मोनरी रिलेटेड फोक्सो सम्बन्धी हो कि मुटु सम्बन्धी हो कि ग्यास्ट्रोइन्टेस्टाइनल हो, कहिलेकाहीँ साइकोजेनिक हो कि चेस्ट वाल। यसलाई छुट्याउनलाई चाहिँ के हुन्छ भन्दाखेरि हामीले बुझ्नुपर्छ। जस्तै अब छाती हेर्नु ठुलो एरिया हो होइन, अब छातीमा चाहिँ दुखाइ कहाँ छ त? जस्तै अब कसैलाई सेन्ट्रलतिर छ, केन्द्रमा छातीको पेन छ, हजुर, या बायाँतिर छ दुखाइ छ भनेपछि हामीले त्यतिखेर चाहिँ मुटु सम्बन्धी हो कि, या अब कसैलाई चाहिँ मानौँ दायाँतिर छ या चाहिँ पुरै छाती नै दुखिरहेछ भने त्यतिखेर चाहिँ अरू फोक्सो सम्बन्धी कारण हो कि भनेर हुन्छ। कहिलेकाहीँ चाहिँ हामी सँगै भएको, जस्तै अब छातीको दुखाइ चाहिँ कहिले सुरु भयो त? जस्तै अब तपाईँको कसैलाई चाहिँ छातीको दुखाइ चाहिँ तत्कालीन नै सुरु भएको छ र भर्खरै चोट लागेको छ अनि त त्यो हामी इमर्जेन्सीहरू न्युमोथोर्याक्स भयो कि, मानव कसैलाई चाहिँ तपाईँको यो हिस्ट्री अफ भनौँ न तपाईँको यो रगत चाहिँ जम्ने खालको चाहिँ डिभिटीहरू जस्ता कुराहरू थियो भनेपछि त्यति बेला त हामीले त र तत्कालीन नै सास फेर्न गाह्रो भयो, छाती दुखेर आयो, पल्मोनरी एम्बोलिजमहरू सोच्नुपर्ने हुन्छ। र मानव छातीको दुखाइ लामो समयदेखि छ, जस्तै केही समयमा चाहिँ अब मानव जस्तै नेपालमा धेरै कमन टिबीको केसमा भनौँ न, अब लामो समयदेखि चाहिँ माथिल्लो शरीरको चाहिँ छाती फोक्सोको चाहिँ माथिल्लो भागहरूमा छातीको दुखाइ छ र त्यसपछि गएर लामो समयदेखि ज्वरो आइरहेछ, सासतिर ज्वरो आउने, ज्वरो आउँदा पसिना आउने, शरीर दुब्लाउँदै गएको, जस्तै कहिलेकाहीँ चाहिँ मान्छेको छातीको दुखाइ चाहिँ लामो समयदेखि चाहिँ पहिलाभन्दा बढ्दै आइरहेछ, खकारमा रगत आउनेदेखि भइरहेछ, शरीर दुब्लाइरहेछ, खान मन लागिरहेको छैन होइन, कहिलेकाहीँ चाहिँ अरू गाँठागुठीहरू देखिरहेछ, त्यति बेला चाहिँ अब लङ क्यान्सर हो कि भन्ने समेत। ठिक छ डाक्टर, म तपाईँलाई अहिले यसमा रोक्छु र आजको विषयवस्तु चाहिँ अलिकति यो अट्याकतिर, किनकि अलिकति एक्युट कन्डिसन नै हो जो कि हामी चाहिँ तुरुन्त यसको उपचार गर्नुपर्ने, तुरुन्त उपचार गर्न लागि तुरुन्त हामीले चाहिँ हो कि भन्ने शङ्का गर्नेतिर गइयो भने चाहिँ हामी तुरुन्त उपचार पाउन सकिन्छ। त्यसो गर्दा यो छातीको दुखाइ, मुटुको दुखाइ हुने सम्भावना धेरै हुने लक्षणहरू जस्तो कस्तो लक्षण भयो भने हामीले मुटुको दुखाइ हुनसक्छ र हामी अस्पताल दौडिहाल्नुपर्छ भन्ने खालको चाहिँ हाम्रो पब्लिकमा चाहिँ कस्तो खालको दुखाइ भयो भने तपाईँले
उहाँलाई तुरुन्त अस्पताल जाने सल्लाह गर्नुहुन्छ? हजुर, यो त एउटा चाहिँ अब यो अक्युट किसिमको तत्कालीनै दुखाइ छोटो भइरहेको समयको। छोटो समयमा हजुर अब धेरै जसो चाहिँ सामान्य रूपमा भन्दाखेरि चाहिँ मुटुको बायाँतिर या सेन्टरको भागमा दुख्ने बायाँ अनि लेफ्ट साइड। दुखाइको चाहिँ सर्ने भनेको तपाईँको घाँटीतिर जतिर या चाहिँ आर्म्सतिर चाहिँ आर्म्सतिर गयो, यदि घाँटीतिर दुखाइ गयो, जतिर सरिरहेछ गयो भने भने पसिना चाहिँ आइरहेछ पसिना भने आउनु पर्यो। र अर्को महत्त्वपूर्ण चाहिँ के हुन्छ भन्दाखेरि यदि तपाईँले चाहिँ हिँड्दाखेरि फिजिकल एक्जर्साइजेसनमा चाहिँ दुखाइ बढिरहेछ भनेपछि चाहिँ त्यति बेलामा चाहिँ यो मुटु सम्बन्धी हो कि स्ट्रेसमा आइसकेपछि चाहिँ दुखाइ बढिरहेछ भने चाहिँ र तपाईँले रेस्ट लिनुभयो भने चाहिँ अलिक सजिलो भइरहेछ भनेपछि चाहिँ त्यो मुटुको दुखाइ हुन्छ मन बढी हुन्छ। धेरै हुन्छ। त्यस्तो भयो भने हामी चाहिँ तुरुन्त अस्पताल मेडिकल पर्ने हुन्छ। हेल्प लिइहाल्नु त्यति बेला पर्छ। इसिजीहरू गर्नुपर्ने, तुरुन्तै मेडिकल इन्टरभेन्सनहरू गर्नुपर्ने आवश्यकताहरू हुन्छ। कहिलेकाहीँ हामी कस्तो झुकिन्छौँ भन्दा डाक्टर साहब दुखाइ चाहिँ तर हाम्रो ठ्याक्कै देब्रे भागमा घोचे जस्तो सियोलो घोचे जस्तो दुख्छ। हजुर हजुर। कहिलेकाहीँ अब देब्रे भागमा दुखाएको छ, सियोलो एकदमै घोचे जस्तो दुखाएको छ, हामी एकदम अत्तालिन्छौँ यो मुटु मलाई अट्याक भयो कि। हजुर हजुर। कस्तो अब त्यसलाई के छ डिफेन्ड गर्ने पोइन्टहरू जस्तो यो मुटुको दुखाइ नै हो अथवा यो मांसपेशीको दुखाइ हो भन्ने जस्तो केही छ डाक्टर साहब? अब यो चाहिँ तपाईँको धेरै जसो अहिलेको युवाहरूमा चाहिँ प्रायः जसो अब अहिलेको लाइफस्टाइलहरूले गर्दाखेरि चाहिँ के हुन्छ कहिलेकाहीँ ग्यास्ट्राइटिसको दुखाइ हो कि मुटुको दुखाइ हो भन्ने कुराहरू हुन्छ या अरू केही फोक्सो रिलेटेड कारणले गर्दाखेरि हो, यो भनौँ न यो इमर्जेन्सी हो कि नन इमर्जेन्सी हो भन्ने कुरा चाहिँ आउँछ। त्यति बेलामा चाहिँ के हुन्छ भन्दाखेरि अब लक्षणहरूको चाहिँ हाम्रो जस्तो त्यो चाहिँ फेरि पनि म दोहोऱ्याएर भने जस्तै सेन्ट्रल चेस्ट पेन छ, रेडिएटिङ टु ज आर्म्सहरू छ, पसिना आइरहेछ, हिँड्दाखेरि या फिजिकल एक्टिभिटीमा बढेर गइरहेछ, हजुर नौजिया जस्तो आइरहेछ, कहिलेकाहीँ चाहिँ तपाईँको यो मुटुमा रगतको मात्रा कमी भएर एन्जाइनाको लक्षण चाहिँ हुन्छ। तर सिमिलरली कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि यदि तपाईँको सिमिलर प्रेजेन्टेसन कहिलेकाहीँ ग्यास्ट्राइटिसहरूले गर्दा पनि हुनसक्छ, ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स डिजिजहरूले गर्दा, इसोफेजाइटिसहरूले गर्दा हुनसक्छ। अब त्यस्तोमा चाहिँ के हुन्छ तपाईँको बर्निङ चेस्ट पेन र एसोसिएटेड विथ फुड इन्टेकहरू भइरहेको हुन्छ कि जस्तो धेरै खाएर कहिलेकाहीँ भोको पेटमा त्यो चाहिँ हुन्छ। तर बेस्ट के हुन्छ भन्दाखेरि कन्फर्म गर्नलाई इसिजी गरेको गर्नुपर्छ। हजुर कहिले यस्तो सुनिन्छ डाक्टर साहब हाम्रो हस्पिटलमा हामीले धेरै न्युजहरू सुनिरहेको छौँ कुनै बिरामीलाई छातीदुखी लिएर गयो इमर्जेन्सीमा अनि डाक्टरले दबाई चलाउँदा सुई लाउँदै बिरामी मऱ्यो भन्छन्। अब त्यो यति मुटु नै अट्याक भएको रहेछ भने छिटो बिरामी मर्ने कारण चाहिँ के होला डाक्टर साहब? कहिले उपचार गर्दै बिरामी इमर्जेन्सीमै कोलाप्स भइदिन्छ नि त, त्यो कन्डिसन त्यो कुन कारण हुनसक्छ जस्तो एमआई भएर अट्याक भएर? त्यसमा चाहिँ के छ भन्दाखेरि तपाईँको यदि चेस्ट पेन लिएरै बिरामी आएछ भने होइन अब त्यो चाहिँ तपाईँको जुन बिरामीको हिस्ट्रीमा चाहिँ भर पर्छ। अनि तपाईँले भनेअनुसार एमआईको कुरा हुनसक्छ, तर त्यो कुराको लागि चाहिँ त्यति बेला तत्कालीन चाहिँ अवस्था के थियो, इसिजीको के थियो, जस्तै अब मुटुको लागि चाहिँ केही अनि ल्याबको परीक्षणहरूमा जस्तै हामी ट्रोपोनिनको जाँचहरू सिकेएमबीको कुराहरू गरिरहेका हुन्छौँ, त्यो चाहिँ के थियो र तत्कालीन कहिलेकाहीँ चाहिँ अब हामीले चाहिँ इसिजी र सिकेएमबीको जाँचहरू गरिराख्दा मानौँ त्यहाँ नर्मल आइरहेको छ, नर्मल नै आउन सक्छ होइन। कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको अब इसिजीमै चेन्जेसहरू देखिनलाई चाहिँ 4 देखि 6 घन्टाहरू लाग्न सक्छ। हजुर त्यसपछि गएर त्यो मुटुको चेन्जेसहरू चाहिँ रगतमा एपियर हुन समय लाग्न सक्छ। भनेपछि त्यो टाइम नपुग्दै हामीले जाँच गरे पनि त्यो अट्याक भए पनि नर्मल रिपोर्ट चाहिँ आउन सक्छ। कहिलेकाहीँ चाहिँ के हुन्छ जस्तै अब तपाईँलाई केही चोटपटक लागेको छ या कहिलेकाहीँ लङ टल मान्छेहरू छ, अचानक सास फेर्न गाह्रो भयो भनेपछि न्युमोथोराक्सहरूले गर्दा पल्मोनरी इम्बोलिजमहरूले गर्दा पनि सडन डेथ हुनसक्छ। कहिलेकाहीँ अब एकजनाले मानौँ सेन्ट्रल चेस्ट पेन भइरहेछ, एकदमै रेडिएटिङ टु ब्याक छ, सियरिङ चेस्ट पेन छ भनेपछि एओर्टिक डिसेक्सन पनि हुनसक्छ। एडिसन भनेको तपाईँको मुटुको ठुलो नली चाहिँ शरीरको तल्लो जाने भाग त्यो फुटेको हुनसक्छ अथवा च्यातिएको हुनसक्छ। त्यसमा पनि तपाईँको अक्युट चाहिँ जस्तै कहिलेकाहीँ मानौँ ठुलो पल्मोन एओर्टिक एनोरिजम छ, अब ठुलो एओर्टिक एनोरिजम छ भनेपछि त्यो रप्चर पनि हुनसक्छ। अन्त त्यो केही रेयर कारणहरू पनि हुन्छ, तर हामीले चाहिँ त्यो सबैलाई चाहिँ प्रेजेन्टेसन सुरुको के थियो, के कस्तो लक्षणहरू थियो, जाँचमा के देखियो भनेर चाहिँ इन्भेस्टिगेट गर्नु। ठिक छ। अब आजको हाम्रो चियाको भने चाहिँ हामी खासमा चाहिँ मुटुको हार्ट एट्याककै केन्द्रमा राखेर कुरा गरिरहेछौँ र यो एकदम जल्दोबल्दो समस्या हो। र जल्दोबल्दो समस्या चाहिँ डाक्टर साहब यसका रिस्क फ्याक्टरहरू के कारणले गर्दा हार्ट एट्याकलाई बढाउन सक्छ? छोटकरी मलाई बताइदिनुहोस् न के रिस्क फ्याक्टर हुनसक्छ? जस्तो कसैको उमेर हुनसक्छ होइन, त्यो मलाई डिटेलमा भन्नु।
सक्छ यसमा चाहिँ दुई प्रकारले छुट्याएको हुन्छ। जुन चाहिँ कहिलेकाहीँ केहीलाई हामी मोडिफाई गर्न सक्छौँ र केहीलाई हामी चेन्ज गर्न सक्छौँ। जस्तै उमेर, अब केटाहरूकोमा चाहिँ के हुन्छ, तपाईँको 45 इयर्सभन्दा माथि छ भने, महिलाहरूको पक्षमा चाहिँ 55 इयर्सभन्दा माथि छ भनेपछि चाहिँ चान्सेस अफ हार्ट एट्याक धेरै हुन सक्छ होइन। बिइङ मेल जुन जेन्डरमा पनि तपाईँको चाहिँ चान्सेस अफ छोरा हुनु नै एउटा चाहिँ हार्ट एट्याकको बढाउन सकेको हुन्छ। त्यसैले गर्दा एज भयो, तपाईँको जेन्डर भयो, जस्तै अब कसैलाई फ्यामिली हिस्ट्री छ भनेपछि यो कुरा परिवारमा बाबुमा हजुरबाजेमा पनि हार्ट एट्याक छ भने, मुटु सम्बन्धी समस्या भने उसको सन्ततिलाई हुन सक्छ भन्ने कुरा हुन सक्ने भइहाल्यो तपाईँको। जस्तै अब केही फ्याक्टरहरू जुन हामीमा हुन्छ, जस्तै स्मोकिङको कुरा भइहाल्यो, सुगरको कुरा भइहाल्यो होइन, ओबेसिटीको कुरा भइहाल्यो, सेडेन्टरी लाइफ तपाईँको चुरोट प्याज मद्यपान गर्ने, धुम्रपान गर्ने मान्छेहरू, अलि मोटोपन भएको, एक्सर्साइज नगर्ने मान्छेहरूमा यो बढ्छ भन्ने खोज्नुभयो। हजुर 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 त्यो एकदमै रिस्क बढेर आउँछ। त्योसँगै अब तपाईँलाई पहिलादेखि यदि कसैलाई कुनै क्रोनिक डिजिजहरू छ भनेपछि पनि, जस्तै अब कसैलाई चाहिँ किडनी सम्बन्धी समस्याहरू रहेछ भने पनि त्यो चाहिँ कहिलेकाहीँ चाहिँ अब रगत जम्न सक्ने समस्याहरूको कुनै रोगहरू त्यस्तो छ भनेपछि चाहिँ रिस्क अफ हार्ट एट्याक बढेर आउँछ। स्ट्रेसफुल लाइफस्टाइल छ भनेपछि चाहिँ अब जस्तै तपाईँको अब धेरै नै हेभी ड्युटी छ, स्ट्रेस छ भनेपछि पनि तपाईँको रिस्क अफ हार्ट एट्याक, कसैलाई सिम्पल कुराहरूमा एन्जाइटीहरू छ भनेपछि पनि रिस्क अफ हार्ट एट्याक चाहिँ बढेर आउँछ। भनेपछि तपाईँले यो हार्ट एट्याकलाई न्यून गर्नको लागि हामीले खानेकुराहरू कस्तो खानेकुरा चाहिँ राम्रो खाँदा राम्रो भनिन्छ डाक्टर? यसमा चाहिँ खानालाई चाहिँ तपाईँको दुई तरिकाले जान सकिन्छ। मेन भनेको आफ्नो बिएमआईलाई, बडी मास इन्डेक्सलाई फोकस गर्ने। मोटोपन बढाउनु भएन, मोटोपन बढाउनु भएन भन्नुको मतलब चाहिँ मोटोपनमा चाहिँ धेरै नै कन्ट्रिब्युट गर्ने भनेको तपाईँको कार्बोहाइड्रेट र फ्याट हो। अनि चाहिँ तपाईँले इन्टेक गरेको फुडहरूमा चाहिँ कार्बोहाइड्रेट र फ्याटको मात्रा कम गरेर, अब जस्तै तपाईँको डाइट्री फाइबर्सहरू, फ्रुट्सहरू, ग्रिन लिफी भेजिटेबल्सहरू, प्रोटिनको सोर्सहरू चाहिँ बढाउनु पर्यो। एट द सेम टाइममा तपाईँको एन्टिअक्सिडेन्ट्सहरू जुन हुन्छ, सोर्सेज अफ एन्टिअक्सिडेन्टहरू, त्यसलाई चाहिँ राम्रो मानिन्छ। अनि त्यसपछि सोर्सेज अफ भाइटामिन ए, ईको स्रोतहरू, त्यसले र सँगै तपाईँको चाहिँ खानामा सुधारसँगै चाहिँ एक्सर्साइज पनि उत्तिकै जरुरी हुन्छ। एक्सर्साइज कतिसम्म गर्नुपर्ने लाग्छ तपाईँ? त्यस्तो केही यसमा चाहिँ कार्डियक एक्सर्साइज भनेर चाहिँ के हुन्छ भन्दाखेरि कम्तीमा हप्ताको 5 दिनसम्म चाहिँ, कम्तीमा हप्ताको 5 दिन गर्नै पर्यो। हप्ताको 5 दिनसम्म अब गाइडलाइन अनुसार चाहिँ फरक हुन्छ। कहिलेकाहीँ चाहिँ अब 30 देखि 45 मिनटसम्म दिनको भन्छ। तपाईँले चाहिँ वाक गर्दाखेरि या एक्सर्साइज गर्दाखेरि चाहिँ नर्मल, जस्तै तपाईँले साधारणतया हिँडिराखेको बेला भन्दा चाहिँ मुटुको गति अलिक बढ्ने गरी, पसिना आउने गरी चाहिँ तपाईँले चाहिँ एक्सर्साइज गरेर कमसेकम हप्ताको 5 दिन दिनुभयो भने चाहिँ त्यसलाई चाहिँ राम्रो मानिन्छ। तर जहिले पनि आफ्नो शरीरलाई चाहिँ फिट राख्नुपर्ने, अनि त्यसपछि गएर तपाईँको कार्बोहाइड्रेट र फ्याट कम भएको खानेकुराहरू चाहिँ खानुपर्ने, शरीरलाई चाहिँ मेडिटेसनहरू गर्ने, योगा गर्ने, त्यसपछि गएर राम्ररी कम्युनिकेट गरेर चाहिँ आफूलाई चाहिँ अब स्ट्रेस फ्री राख्न प्रयास गर्नु चाहिँ मुटुबाट चाहिँ बचाउन सकिन्छ। के छ यो स्ट्रेसमा योगाको रोल केही छ डाक्टर साहब? योगा गर्दा मान्छेलाई कतिको फाइदा गर्छ यो मुटु रोगको लागि? योगाको लागि चाहिँ तपाईँको मेन भनेको अब इभन एक्सर्साइज गर्दाखेरि तपाईँको होस् होइन, या चाहिँ हामीले कोहीसँग कम्युनिकेट गर्दाखेरि के हुनु, अब यसलाई चाहिँ मेडिटेसनको पनि नाम दिइन्छ कतिले। यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीलाई चाहिँ स्ट्रेस फ्री राख्नमा, त्यसपछि गएर चाहिँ एकदमै दिमागलाई चाहिँ शान्त भएर कुनै कुराहरू सोच्नमा, नआत्तिनमा यसले चाहिँ एकदमै ठुलो रोल प्ले गरेर आउँछ। त्यसले गर्दाखेरि योगाले चाहिँ तपाईँको वर्क लाइफ ब्यालेन्सलाई राम्रो बनाउने, आफूलाई चाहिँ काम हुने, राम्रो निर्णयहरू लिने र धेरै यस्तो रोगहरूबाट बचाउनु चाहिँ हेल्प गर्छ। ठिक छ डाक्टर साहब, आज हामीलाई चिया कपमा तपाईँको समय उपलब्ध गराइदिनु भयो। तपाईँले मुटुको दुखाइहरू, छातीको दुखाइहरूसँग सम्पूर्ण विस्तृतमा जानकारी गराउनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी भोलिका दिनहरूमा यसमा फेरि छलफल बढाउनेछौँ। आजलाई हामी यस कार्यक्रम बिदा हुन चाहन्छौँ। हस्, धन्यवाद। नमस्कार सर। नमस्ते, थ्याङ्क यू।